नमस्कार साथीहरू, आज प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार 2081बाट नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी पुरस्कृत भएकी छिन्। उनले सामाजिक सञ्जालमा ती फोटोहरू अपलोड गर्दै भनेकी छिन्, म फ्रान्समा भए पनि, म फ्रान्सले लिग खेलिरहेका भए पनि, म यो पुरस्कार प्रत्यक्ष रूपमा ग्रहण गर्न नपाउँदाखेरि पनि आफ्नो बुवाले यो पुरस्कार ग्रहण गरेकाले आफूले ग्रहण गरेको सरह खुसी भएको उनले त्यसमा बताएकी छिन्। उनले भनेकी छिन्, यो पुरस्कारसँगै अझै पनि मलाई देशको लागि एउटा खेलाडी भएर, एउटा देशको गहना भएर यो पुरस्कार मलाई वितरण गरेकोमा म एकदमै आभारी छु। आगामी दिनमा पनि म यसरी नै मेरो देशलाई चिनाउनमा पछि हट्ने छैन भनेर उनले चाहिँ आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। तपाईहरु पनि यदि नेपाली महिला फुटबल टिमलाई सम्मान र सपोर्ट गर्नुहुन्छ भने यो भिडियोलाई शेयर गरिदिनु होला। धन्यवाद।